दर्शकबिन भुन्टीलाई अरूको कुरा सुनेर भूपेन्द्रले शङ्का गरेका थिए। अहिले आफैलाई एकदम अफसोस भइराखेको छ कि भुन्टीमाथि मैले किन यस्तो शङ्का गरेँ भनेर उनलाई पछुताप भएको छ। दर्शकबिन हेर्नुहोस्, भुन्टीको आमा सुतेर उठ्नु भएको हुन्छ। उठ्दाखेरि उनले नराम्रो सपना देखेकी हुन्छन् अनि ऊ बाहिर निस्किन्छन् भुन्टी भुन्टी भन्दै। त्यहाँ अनि एकजना दिदीले भन्नुहुन्छ, आमा तपाईँ त ढाड दुखेर सुत्नु भएको थियो, एक्कासी उठेर भुन्टी भुन्टी भन्दै कराउँदै आउनु भएको छ भनेर उनले भनेकी हुन्छन्। अनि भुन्टीकी आमाले भन्नुभएको हुन्छ, म अहिले त नराम्रो सपना देखेँ नानी, एकपल्ट भुन्टीलाई फोन हान्देऊ न, म भुन्टीसँग बोल्छु भनेर उनले भनेकी हुन्छन्। दर्शकबिन उहाँ दिदीले भन्नुहुन्छ, ल आमा ल नआत्तिनुहोस्, म फोन हानिदिन्छु भनेर उहाँले फोन हानिदिनुहुन्छ। फोन हान्दाखेरि फोन लागेको हुँदैन। फोन सम्पर्कमा नआएपछि उहाँ सोचमा पर्नुहुन्छ, किनकि भुन्टीका दाइले पहिल्यै फोन गरेर उहाँ दिदीलाई सोध्नु भएको थियो, दिदी त्यहाँ भुन्टी आएकी छन् र भनेर, किनभने भुन्टी त्यहाँ गएकी हुँदैनन्। अनि यो कुरा चाहिँ उनलाई पहिले थाहा हुन्छ। अनि अब यो कुरा म आमालाई कसरी भनौँ भनेर तिनले भनेकी हुन्छन्। दर्शकबिन भन्दाखेरि आमाले भन्नुहुन्छ, नानी के सोचमा पर्यो, छिटो हान्देऊ न, छिटो हान्देऊ फोन, मलाई एकदम बोल्न मन लागेको छ भनेर उहाँ आमाले भन्नुहुन्छ। दर्शकबिन हेर्नुहोस्, भुन्टीकी आमा आत्तिराखेकी हुन्छन्, भुन्टीका बाबा भने नआत्ती आएर भन्नुहुन्छ, भुन्टीको आमा तिमी यति भाँति नआत्तिआन, तिमी दमको रोगी छौ, हिँड उहाँ बस्या अनि त्यहाँबाट फोन लाग्यो भने कुरा गरौँला, अहिले फोन लागेको छैन भनेर उहाँले भन्नुहुन्छ। दर्शकबिन भुन्टीको आमा भुन्टीको बाबा त्यो दिदी भएर त्यहाँ कुरा गरेर बसेका हुन्छन्। भुन्टीको आमाले भन्नुहुन्छ, यस्तो थाहा पाएका भए त मैले त्यो घरमा बिहा गरेर दिने नै थिइनँ नि भनेर उनले भनेकी हुन्छन्। दर्शकबिन अनि भुन्टीका बाबा भने मलाई सम्झाइराख्नु भएको हुन्छ, के गर्ने, छोरीको जात यस्तै हो, छोरीलाई अब घरै राखेर पनि नहुने, जसरी भए पनि बिहा गरेर दिनै पर्ने भनेर उहाँले सम्झाइराख्नुहुन्छ। दर्शकबिन भूपेन्द्रलाई भने भुन्टीमाथि मैले किन त्यस्तो शङ्का गरेँ भनेर उनलाई पछुतो लागेको हुन्छ। अनि उनी चाहिँ पहिलाका कुराहरू सम्झिएर बसिराखेका हुन्छन्। अनि बसिराख्दाखेरि उसले सहन नसकेर, अब मैले किन यस्तो गरेँ, मैले भुन्टीमाथि त्यति भाँति दुर्व्यवहार गर्न नपर्ने हो, मैले किन यस्तो गरेँ भनेर ऊ बिचरा सोच्दै कराउँदै बसेका हुन्छन्। अनि जति जति माया गर्नु मलाई भुन्टीले गरिदिरहेछिन्, र भुन्टीले कति राम्रो गरेकी थिइन्, त्यस्तो ध्यान दिएर त्यस्तो राम्रोसित केयर कसैले गरेका छैनन् मलाई भनेर उनले सोच्दै ऊ कराउँदै बसिरहेका हुन्छन्। दर्शकबिन त्यति बेला नै उनको भाउजू आएर त्यहाँ भनेकी हुन्छन्, भूपेन्द्र बाबु फेरि के भयो, क्यान कराउनु भएको हो, अब त तपाईँ खुसी हुनु, ऊ अर्का केटासित लाएकी हो, अर्का केटासित लाएर ऊ गई त अब त खुसी हुनु, अब तपाईँको त्यो उसले राम्रोसित हेर्छिन् तपाईँलाई, राम्रोसित तपाईँलाई यहाँबाट लिएर जान्छन्, तपाईँको केही प्रपर्टी चाहिन्न उनले भनेर भनेकी छन्, त्यही भएर अब त तपाईँ खुसी हुनु, उनीसँग गएर तपाईँ खुसी भएर बस्नु होला भनेर उनले एकदम कस्तो कस्तो तरिकाले भनेकी हुन्छन्। दर्शकबिन भूपेन्द्र भने बिचरा टल्ल परेर हेरेर बसेका हुन्छन्, किनभने भूपेन्द्रलाई उसैले हो भड्काएको हुने नहुने भिडियोहरू देखाएर। दर्शकबिन हेर्नुहोस्, एकान्त ठाउँमा गएर ती दिदीले भुन्टीका दाइलाई फोन गर्छिन्, के गर्ने भाइ, यहाँ आमा सपनाको कुरा लिएर एकदम कराएको गराइ गरी छन्, अब मैले उहाँलाई के भनौँ भनेर तिनले भनेकी हुन्छन्। अनि भुन्टीका दाइले भनेका हुन्छन्, के गर्ने दिदी, अहिलेसम्म भेटाइए होइन, त्यही भएर कहाँ गइक्यो थाहै पाइए होइन दिदी, कसो गर्ने हो, आमा बुवालाई केही भनेर म्यानेज गर्नु न भनेर उनले भनेका हुन्छन्। दर्शकबिन हेर्नुहोस्, त्यति कुरा गरेर भूपेन्द्रको दाइ र भुन्टीको दाइ भुन्टीलाई खोज्न हिँड्छन्। अनि उहाँ घर भने उहाँ दिदीलाई उहाँ आमाले कराउनु भएको हुन्छ, होइन तिमी फोनमा बोल्न लगाऊ भनेर भन्दाखेरि तिमी कहाँ गएर बारीमा गएर एक्लै बोली हौ, मलाई बोल्न देऊ न भनेर भन्दाखेरि अनि त्यहाँबाट उहाँले भन्नुहुन्छ, आमा ऊ भुन्टी आली दाइ
उसको दाइ थिमबाट अलि टाढै रहेछिन्, त्यही भएर अहिले बोल्न अलि मिल्दैन अरे, वहाँ गएपछि म बोल्न दिन्छु भनेर भनेका छन् भनेर उनले सम्झाएकी हुन्छन्। दर्शकबिन, भूमिका भने आफ्नो घर जान खोजिराखेकी हुँदैनन्, किनभने उनीहरूको व्यवहार उनले सम्झिएर त्यो घरमा फर्किन खोजेकी हुँदैनन्। अनि उनको बुढाले चाहिँ जाम भनेर फोर्स गरिरहेका हुन्छन्। अनि उनको आमा बालाई पनि उताको यथार्थ कुराहरू थाहा भएको हुँदैन। त्यही भएर जाऊ छोरी जाऊ, तिम्रो भने जस्तै तिमीले बिहा गरेकी छौ, तिमी त भाग्यमानी हौ, जाऊ जाऊ, जानलाई हिचकिचाउने काम चाहिँ नगर उनले भनेर भनेकी हुन्छन्। दर्शकबिन, भन्दाखेरि तिनले भने भूमिकाले उनको बुढातिर हेर्दै केही भन्न खोजेकी हुन्छन्, तर उनले भन्न सकिरहेकी हुँदैन। त्यस पछाडि उनी चाहिँ त्यहाँबाट मन नलाई हिँडेकी हुन्छन्। जाँदाखेरि गेटथिम गएर फर्केर हेरेकी हुन्छन्। अनि त्यस पछाडि उनको आमाले पनि बाई बाई गर्छिन्, उनले पनि बाई बाई गर्छिन्। अनि तिनीहरू त्यहाँबाट निस्केर गएपछि अनि उसको आमाले चाहिँ भनेकी हुन्छन्, होइन, मलाई केही न केही कथा न कतै केही न केही गडबड त भएको छ जस्तो मलाई लागिराखेको छ भनेर उनको आमाले भनेकी हुन्छन्। अनि उनको बुबाले चाहिँ विश्वास गरेका हुँदैनन्। के गडबड हुनु र के गडबड छ र, राम्रै त छ नि भनेर तिनले उल्टो उनलाई भनेका हुन्छन्। बिचरा आमाको मन हो नि जे भए पनि आमाले चाहिँ अलिअलि शङ्का गरिसकेकी हुन्छन्। अनि आमा चाहिँ सोचमा परेकी हुन्छन्। दर्शकबिन, भुवनको भाइलाई चाहिँ भुवनले हुने नहुने तानाहरू सुनाएर छोडेका हुन्छन्। अनि तिनले भनेका हुन्छन्, एउटा माथि मैले त्यत्रो खर्च गरी त्यस्तरी उसलाई राखिराखेको छु, उसले मेरो कति खर्च गरिदिएको छ, अझै तैँले पनि दाइले केही गरिदिनुहुन्न भनेर भनेको छस्, मलाई कति गाह्रो भएको छ तँलाई थाहा छ, अब त तँ पनि केही गर भनेर उनलाई उल्टो के भनेर उनले हिँडेका हुन्छन्। दर्शकबिन, भुवनले अनि त्यही कुरा लिएर उनी उहाँ सोचमा बसिरहेका हुन्छन्। सोचमा बसिराख्दाखेरि उताडो भूमिकाको बुढा र भूमिका आइरहेका हुन्छन्। अनि भूमिकाको बुढाले जबरजस्ती तान्दै लिएर आएका हुन्छन्। तान्दै लिएर आउँदाखेरि अनि जैसाब, होइन, किन यसरी घिसर्दै लिएर आउनु भएको छ भनेर उनले भनेका हुन्छन्। दर्शकबिन, होइन, उत्तिखेर उनको हात छोडेर, होइन, यो त हाम्रो माया प्रेम हो भनेर उनले उसको अगाडि पनि ठिकै पारिदिन्छन्। दर्शकबिन, अनि त्यहाँडो त्यस पछाडि तिनले भनेकी हुन्छन्, लो जाउँ भनेर तिनले भनेर उनले लिएर जान्छन् च्यापेर। अनि लो हुन्छ जैसा राम्ररी जानुहोस् है भनेर भूमिकाको दाइ पनि त्यहाँबाट निस्किन्छन्। निस्किए पछाडि अनि तिनीहरू हिँड्दाखेरि भूमिकाले भनेकी हुन्छन्, हेर्नुहोस् है, तपाईँले यस्तै गर्ने भने, यस्तै व्यवहार गर्ने भने म तपाईँसित जान्न भनेर भनेकी हुन्छन्। उहाँ घर पनि काम त्यस्तै लताएको छ। अनि तपाईँको दिदीले पनि मलाई कस्तो पिट्नुहुन्छ, तपाईँको आमाले पनि म माथि राम्रो व्यवहार गर्नु हुँदैन भनेर त्यहाँबाट हिँड्न खोजेकी हुँदैनन्। अनि दर्शकबिन, उसको बुढाले चाहिँ उसको मन पगल्दिहाल्छन्, किनकि छोरी मान्छेको मन पगल्नलाई टाइम लाग्दैन। अनि उनले यताउता कुराहरू सबै भनेका हुन्छन्, होइन, म त तिम्रो मायाको परीक्षा लिएको हो, तर तिमी मायामा पास भयो, अब हामी अस्ट्रेलिया जाने हो भनेर उनले फकाइ गरेर त्यहाँदेखि लिएर हिँड्छन्। दर्शकबिन, भूमिकालाई उता भने भुन्टीको प्रेमिका भुन्टीलाई खोज्दा हिँडिरहेका हुन्छन्। त्यति बेला नै भुन्टीको सौताले उनको पछि लागिरहेकी हुन्छन्, किनकि उनलाई मनमा शङ्का हुन्छ, भुन्टी कतै उसैले लराखेको त छैन भनेर उनको पछि लागिरहेकी हुन्छन्। लाग्दाखेरि अनि त्यति बेला नै भुन्टीको दाइलाई उनले फोन गरेका हुन्छन्। फोन गरेर, दाइ के भयो, भुन्टीलाई फेला पार्नु भयो भनेर भनेका हुन्छन्। भन्दाखेरि, होइन हजुर, टोकालेले भनेका हुन्छन्, होइन हजुर, फेला पारे होइन, तपाईँले फेला पार्नु भने यसो भन्नु है भनेर उनले भनेका हुन्छन्। दर्शकबिन, अनि त्यस पछाडि त्यहाँबाट हिँड्दाखेरि उनले बल्ल सोचेकी हुन्छन्, ओहो, भुन्टी त यसित रहन्छे, भनेपछि त कहाँ होली त त्यो भनेर त्यस पछाडि बल्ल तिनलाई छोडेर ऊ आफ्नो बाटो लागेकी हुन्छन्। दर्शकबिन, यी हुन् जडिया जतिखेर पनि रक्सी धोकेर बस्ने मान्छे। अनि यी चाहिँ सुकुमायाको
मायामा फसिराखेका हुन्छन्। सुकुमाया को हुन् त? एकदम हेर्दाखेरि भुन्टी जस्तै देखिने। अनि त्यस पछाडि उनको मायामा डुबेर उनले चाहिँ त्यो सुकुमायाको फोटो हेर्दै रक्सी खाएर बसेका हुन्छन्। अनि उनको बुढीले आएर कराउँछिन्, तँ किन यस्तो गरेर बसेछस् भनेर कराउँदाखेरि अनि उसले चाहिँ उल्टो उसलाई कराउँछन् दर्शकबिन। अनि उनको बुढीले यस्तो गर्ने भने मसँग किन बिहा गरे त्यस भनेर सुकुमायाको फोटो च्यातेर फालिदिन्छन् दर्शकबिन। च्यातेर फालिदिएपछि त्यहाँबाट हिँडेर सुकुमायाको घर जान्छन्। सुकुमायाको घर गएपछि अनि हेर सुकुमाया सुकुमाया भन्दै उनले बोलाएकी हुन्छन्। सुकुमाया घरमा हुँदैनन्, सुकुमाया यता साइडबाट आइराखेकी हुन्छन्। अनि त्यसपछि सुकुमायालाई भेटेर हेर तैँले गर्दा आज मेरो घरमा कल भइराखेको छ, मेरो बुढा चाहिँ तेरो मायामा पागल भएको छ भनेर उनले कराउँछिन् दर्शकबिन। कराएपछि हेर अब तैँले के मुहानी लाइकी होस् मेरो बुढालाई मेरो त्यो मुहानी फुकाइदिए भनेर उनले कराएकी हुन्छन् दर्शकबिन। कराउँदाखेरि अनि सुकुमाया एकदम आँटिली मान्छे हुन्छन्। हेर सुकुमाया त्यस्तो केटी होइन, सुकुमायाको लागि त लाइन लाउने जति पनि छन्, तेरो बुढालाई मैले त्यस्तो गर्छु के बोल्छस् त भनेर उनलाई उल्टो एकदम कराउँछिन् दर्शकबिन। कराएपछि अनि त्यस पछाडि हेर अबबाट तेरो बुढो यस्तो भन्दै मेरो बुढो यस्तो भयो भन्दै म थिम आइस भने राम्रो हुने छैन भनेर त्यहाँबाट थर्काएर पठाएकी हुन्छन् दर्शकबिन। अनि सुकुमायाको श्रीमानले त्यहाँ लिएर आउँछन्। लिएर आएर मोबाइलमा भुन्टीको बारेमा एउटा न्युज भएको हुन्छ, त्यो न्युज उनले देखाउँछन् दर्शकबिन। देखाएपछि अब के भुन्टीलाई उनले नि खोज्न जालिन् त के होला कस्तो होला अब हेरौँला। हस्त दर्शकबिन आजको भिडियो यति नै थियो। हामी फेरि भेटौँला अर्को भिडियोमा। त्यति बेलासम्मको लागि म राख्छु। हस्त बिदा हुन्छु।